सबैजनालाई नमस्कार। मेरो यो युट्युब च्यानलमा तपाईहरुले हेरिदिनु भयो भने लाइक र सब्स्क्राइब गर्नु होला। यो हाम्रो कर्णाली प्रदेशको सल्यान जिल्लामा पर्ने कुपिण्डको ठ्याक्कै आउने बाटोको यो मेन गेट हो। अब यहाँ तपाईहरुले केही गाडी देख्नु भएको छ। यहाँ अब श्रद्धालु भक्तजनहरुको आउने भिड लागिसकेको छ र यो यतातिर तपाईहरु देख्नुहुन्छ यो कुपिण्ड दहको यो दह हो। यो चाहिँ एकदम साफ सफाई रहन्छ। अब त्यहाँ अब श्रद्धालुहरुको नआउने अब घुइँचो भइरहेको छ र यहाँ बोर्डको खेल्ने व्यवस्था पनि छ। र अर्को कुरा तपाईहरुले माथि आएर हेर्नुहुन्छ यो चाहिँ यो मन्दिर छ। यहाँ विशेष किसिमको कुपिण्डको पूजा हुन्छ र अर्को कुरा यो बराह देवताको यो मन्दिर हो भन्ने हुन्छ। ल यहाँ अरु चाहिँ नचल्दा भेडा र भाले चल्छ र यो परापूर्व कालदेखि नै यो ठाउँमा भेडा पूजा गर्ने प्रचलन आएको छ। र यो चाहिँ यो अब हामी यतातिर आउँदैछौँ। यतातिर चाहिँ यो मन्दिरको गेट छ। मन्दिरको गेट छ र यतातिर यो बाटोको तलतिर हाम्रो त्यहाँ चाहिँ अब यो मन्दिरमा पूजा गर्ने सामग्रीहरू राखिएको छ। र यता पारितिर हेर्नुहुन्छ तपाईहरुले यो पारितिर घरहरू देखिएको छ। यो खानापिनाको व्यवस्था गरिएको छ र यता माथितिर भित्तातिर पनि पुरा गाउँ छ र चारैतिर यो वरिपरि देख्नुहुन्छ तपाईहरुले चारैतिर गाउँले भरिएको छ र यो बीचमा आएर एउटा ताल बनेर बसेको छ। एकदम यो सधैँभरि सफा नै रहिरहन्छ भन्ने यो एउटा परापूर्व कालदेखि नै आएको बनिआएको यो ताल हो। र पहिला पैदल हिँड्नु पर्दाखेरि श्रद्धालुको अलिक कम घुइँचो हुन्थ्यो। अहिले चाहिँ सरकारले बाटोको व्यवस्थापन गरेको हुँदा यहाँ चाहिँ ताल हेर्न र साथमा पूजा गर्न आउने श्रद्धालुहरूको घुइँचो हुन्छ। र आज हाम्रो यो वीरनगर 12बाट नि हाम्रो यो एउटा टिम आएको छ र यो चाहिँ एउटा हाम्रो श्रद्धालुहरूलाई भक्तजनहरूलाई एउटा धार्मिक स्थलको साथसाथमा एउटा पर्यटकीय स्थल पनि बनेको छ। र कसैले कोही पनिले मेरो यो युट्युब च्यानल हेर्नुहुन्छ र यो देख्नुहुन्छ भने तपाईहरु चाहिँ यहाँ चाहिँ आउनु होला र हाम्रो यो तालको चाहिँ शोभा बढाइदिएर र यहाँको भरपूर्ण आनन्द लिएर जानु होला भन्ने पुरा विश्वास गर्छु। धन्यवाद।